हेलो गाइज, स्वागत छ तपाईहरुको मेरो नयाँ भिडियोमा। धेरै पछि भिडियो लिएर आउँदैछु। आज चाहिँ म गिलो मिठो चटपटे बनाएर खाँदैछु अनि भिडियो नि अपलोड गर्छु। कसलाई गिलो चटपटे खान मन लाग्छ, मन पर्छ कमेन्ट गर्नु होला। मैले चाहिँ यहाँ सबै प्याज, खुर्सानी अनि अमिलो सबै लिएर राखेको छु। पुगेन भने चाहिँ पछि काटेर चाहिँ एक्स्ट्रा राखेको छु। त्यसपछि मैले गेडागुडीमा अर्कै भेटेन, चना यसमा ग्लासमा छ। त्यसपछि यतै राखौँ हैन, यस्तो राखौँ। त्यसपछि यो सस चाहिँ अब के ससै रेडी बनाएर राखेको छु ससमा नै। अनि त्यसपछि हाल्छ, अब पारिन्छ मिक्स गरेर, यसमा मिक्स गरेर खान्छु मैले। गलप्स सलप्स त्यस्तै हो, हातले गम्नु खाने हो हैन। हामीले मिक्स गर्नुपर्ने हुन्छ। यसलाई खुलेर रेडी बनाएर राख्नु पऱ्यो। त्यस्तै हो, नेपालीमा खुलिन्छ डझेल यस्तो गरेर गम्ती लगाउने हामी। त्यसलाई हामी मिक्स गर्छौँ यो काँक्रा गरेर। माई गड, काँक्रा, खुर्सानी, प्याज मैले कुरमुरे खोजेको थिएँ करेन्टको, तर रहेन कि चिप्स खोजिरहेको थिएँ करेन्टको, तर सम्म रहेन रहेछ। त्यसपछि हामीले राख्नुपर्ने हुन्छ चना। चना त धेरै नराख्नु क्या, थोरै चना। त्यसपछि हामी मिक्स गर्छौँ। यसपछि धेरै नबनाऊँ, थोरै बनाऊँ ठिक्कको। कुरमुरे करेन्टको चाहिँ मिठो हुन्छ तरकारी पनि, तर केही छैन कुरमुरे नभएको। मसला मिक्स गर्नुपर्छ। करेन्टको चिप्स नगर्ने, कुरमुरे नगर्ने। यो अजम्बरी भन्ने फेरि त करेन्ट जस्तै हो, तर यसको मसला नै छिटै हुन्छ, त्यही भएर म त्यसको युज गर्छु यसमा। यसमा यो सस हुन्छ, तर यसमा रहेनछ। खुर्सानी राखिरहेको छु, तर पुरै चाहिँ राख्दिनँ, तर ठिक्कको राख्छु। पुगेन भने पछि थप्छु, यस साइडमा राख्छु। त्यसपछि मैले बदाम चाहिँ लिएर आएको थिएँ। यस्तो बदाम मलै आउँदैन। अब धनियाँ फिटिनाले पसलमा धनियाँ रहन्छ, तर के गर्नु, म्यानेज गर्नु पऱ्यो, खानु त पऱ्यो। माई गड, यस्तो भइरहेछ। घरमा सस राख्नु बाँकी छ नि त, अब लास्टमा राखौँ सस। सस थोरै पातलो भएछ। कस्तो पातलो भएछ यस्तो। कागती रेडी छ हैन। अब हामीले सस राखेपछि कागती राख्नुपर्ने हुन्छ। त्यसरी हामीले टक्क हैन, मुख फसाइसक्यो भाइ, तर कागतीको रस चाहिँ रहेनछ। मम्मी आँखाले त अब सस पनि भइसकेको छ, रेडी भइसकेको सस राखेर अझै खानुपर्ने हुन्छ। चेस फर्स्टमै खुर्सानीको
अनि चपाउँदाखेरि समस्या कि यो साइडको दाँत होइन भित्रपट्टि दाँतको गिजा हुन्छ नि र त्यो सुनेर आयो क्या अनि चपाउन सक्दैन अस्ति मकै पहिला मैले देखाइदिएको थिएँ त्यही भएर सुनेर चपाउनु मिल्दैन ढिलो भइरहेछ मिठो भनेको पकाउनु जस्तो चटपटे लबर थोरै माग्यो कमेन्ट गर्नु होला हुन्छ ढिलो पक्क हामीले फेरि चट्टला कति दिनदेखि खानु सोचिरहेको थिएँ आज सुखी लाग्यो खाना सोचेको थिएँ टाइमै मिलेन त्यही भएर त्यो कसरी खानुपर्छ सोचेँ कस्तो बत्ती नै आउने जाने भएको बत्ती बेसी जानु झुस ल्याउँछ मलाई म त अनि फेरि कमी भयो भने फेरि थोरै सोचेको जोस् सक्यो चाट्नु थियो होला आफूले पढ्नु ओके आजको भिडियो हेर्ने भिडियोमा भेटौँला बेला बेला भिडियो अपलोड गर्दै गर्छु तपाईँहरूले जोडिँदै गर्नु होला मेरो भिडियोमा अहिले बाई बाई